हेलो साथीहरू, नमस्कार सबैजनालाई। म आज चियासँग खाने टोस्ट जस्तै केही बनाउने कोसिस गरिरहेको छु। हेर्नुहोला कस्तो बन्छ सबैजनाले। अब मैले यहाँ 2 मग गहुँको आटा राखेको छु अनि 1 मग चाहिँ सुजी राखेको छु। यसमा अब मैले के अरे दोनवटा बनाउँदाखेरि हाल्ने इस्ट भन्ने कुरा हाल्दैछु। लगभग 1 चम्मच। अनि यसको पछि फेरि अलिकति राख्नु अनि यसको पछि मैले राख्दैछु। यो राम्रोसँग टाइट गर्नुपर्छ। यसमा अलिअलि गुलियोको लागि 2-4 चम्मच मैले चिनी राख्दैछु साथीहरू। अनि यसको पछि मैले हल्का नुनिलो बनाउनलाई थोरै नमक राख्दैछु। अनि यसको पछि मैले यो मिलाउँछु साथीहरू। अनि यसको बादमा मैले यहाँ घिउ हल्का गरम गरेर राखेको छु। अब यो घिउ हालेर मिलाउने हो साथीहरू। कस्तो भन्छ हेर्नुहोला। हेर्नुहोस् है साथीहरू, मेरो टोस्ट कस्तो भन्छ। यो मार्नलाई चाहिँ त्यसरी मार्नुपर्छ साथीहरू। एकदम राम्रोसँग घिउ यो सबै आटाको दाना दानामा घिउ लाग्ने गर्नुपर्छ। घिउसँग मिलाइसकेपछि हामीले यो मुठी पार्दाखेरि डल्लो बनेको हुनुपर्छ। अब यसको पछि मात्रै फेरि थोरै थोरै पानी हाल्दै गुन्दै गर्ने हो साथीहरू। थोरै थोरै मात्रामा पानी हाल्यो साथीहरू। यो धेरै गिलो हुनु हुँदैन। हेर्नुहोस् साथीहरू, मैले आटा गुनेर डो बनाइसक्यो। यसमा मैले छिटो भिजिरोस् भनेर मनतातो पानी गरेर गुनेको छु साथीहरू। अब यो 15 मिनट जति भिजिरोस्। यो केहीले ढाकेर राख्ने हो साथीहरू। अब साथीहरू, मैले आटाको डो काटिसक्यो। काटेर एउटा हिस्सा लिएर मैले यहाँ लामो बनाउँछु। अब यसमा कटिङ गर्ने हो साथीहरू। सानो कटिङ बनाउने हो। यो कटिङ बनाइसकेपछि अनि तेल हातै पाक्ने नगर्ने साथीहरू। धेरै पाक्यो भने कालो हुन जान्छ। कालो हुन गएपछि फेरि भित्र राम्रो नपाक्यो हुनसक्छ। त्यही भएर अलि धिमी आगोमा अलि धेरै नपाक्ने गरी ठिक्कको गरेर धुवा पुतुर निक्लिन नगर्ने साथीहरू। त्यतिको गरेर अब यो पाक्न लाग्यो। अब यो तेल पाकिसक्यो। अब फ्राई गर्ने हो साथीहरू। मरियो आगो त सानै गरेको सानो गरेछ जग्गामा यो चलाउँदै गर्ने हो साथीहरू। हजुर आगो
यो राम्रोसँग पाक्ने गर्नलाई अलि अब सानो गरेर बिस्तारै पकाउनुपर्छ साथीहरू, नत्र बाहिर पाक्ने भित्र नपाक्ने भइहाल्छ। सानो आगो गरेर बिस्तारै गरेर पकायो भने बाहिरको सानो भित्र पनि राम्रोसँग चुरुम पाक्न सक्छ साथीहरू। सिद्धिसक्यो साथीहरू, यही लास हो। अब यी बनाउँदाखेरि कति सजिलो छ साथीहरू, तपाईँहरूले देखिसक्नुभयो। खाँदाखेरि पनि बजारको चाहिँ मैदाको हो, यो चाहिँ हामीले जसले पनि खान सक्ने के अरे गहुँको आँटा र सुजीको हो। यो बिमारीहरूले खाए पनि हुन्छ। अनि यो बनाएर स्टोर गरेर राख्न पनि मिल्छ साथीहरू। मैले तपाईँहरूले भाँचेर देखाउँछु। यति राम्रोसँग यस्तो क्रिस्पी भएको छ साथीहरू। यो जति राखे नि हामीले राख्न सक्यो भने जति राखे नि बिग्रिँदैन साथीहरू। हेर्नुहोस् यी ल हुन्छ साथीहरू, मेरो टोस्ट बनिसक्यो। तपाईँहरू नि खान आउनु होला। हेर्नुहोस् ल, हेर्नु साथीहरू, ल हेर्नु।